वेलकम टु माई च्यानल गाइज। आजको पनि यो हाम्रो भिडियोमा तपाईँलाई स्वागत छ। यो हाम्रो लास्ट हो, भिडियोलाई स्किप नगर्नु होला, भिडियो पुरै हेर्नु होला। तपाईँलाई थाहा हुन्छ कि हामीले 60+ मार्क्स भनेको प्र्याक्टिकल जोड राम्रो A+ यहाँ हुने, मतलब यति आएपछि तपाईँको होइन A+ आइहाल्छ टोटलमा, मतलब राम्रै हो त्यो भनेको, राम्रो धेरै राम्रो ग्रेड हो होइन। हामीले पहिला क्लास 12 को मोस्ट इम्पोर्टेन्ट सर्ट एन्ड लङ क्वेसन यसमा इन्क्लुड गरेको, यो बाइकको क्वेसन यहाँ हुन्न है। अब तपाईँहरूले भन्नु होला पुरानो क्वेसनमा त यस्तो थिएन, तर त्यो बेला दुईवटा यो प्रोभिन्सहरू, धेरै प्रोभिन्सहरूमा सब क्वेसन मिलाएको थियो, कुनै प्रोभिन्समा एक क्वेसन मिलेन, त्यस्तो भएको थियो। तर आजको भिडियोमा चाहिँ मैले सब क्वेसन के हरेक प्रोभिन्सको लागि हरेक टाइपको क्वेसनहरू इन्क्लुड गरेको छु। त्यति क्वेसन पढ्दा तपाईँलाई केही डाउट हुने चाहिँ 2082 ब्याचको लागि हो, लास्ट इक्जाम हो यो हाम्रो होइन। अब हामीले 64 मार्क्सलाई फिक्स्ड गरिरहेको छौँ होइन। यो 7 प्रदेशको लागि हामीले गरेका छौँ। ल अब क्वेसन नम्बर 12मा हेर्नुहोस्। क्वेसन नम्बर 12मा के छ, डिस्क्राइब म्यानेजमेन्ट एज अ आर्ट, प्रोफेसन अर साइन्स। यो सँगै पनि सोध्न सक्छ, अलग अलग पनि सोध्न सक्छ, र मोस्ट इम्पोर्टेन्ट भनेको यो हो, मोस्ट इम्पोर्टेन्ट आइराख्ने सोधिराख्ने यो हो होइन। त्यसपछि मेन्सन दि लेभल्स अफ म्यानेजमेन्टको लेभल्सहरू लेख्नु हो यसमा, के लेभल्सहरू, त मिडल लेभल, टप लेभल, त्यो त्यही लेभल्सहरू भन्यो होइन। त्यो लेभलहरू तपाईँले मेन्सन गरेर एक्सप्लेन गर्नु। त्यसपछि डिफाइन म्यानेजमेन्ट एन्ड मेन्सन दि फङ्सन्स अफ म्यानेजमेन्ट हो, यो 1+4 गरेर 1 मार्क्स यसको डेफिनेसनको अनि 4 मार्क्स यसको फङ्सनको गरी टोटल 5 मार्क्सको क्वेसन्सहरू हो यिनीहरू होइन। टोटल 5 गरी क्वेसन हो। यो 4वटा क्वेसन पढेँ, तपाईँको यो बाहेक चाहिँ क्वेसन छैन है 7 प्रदेशमा होइन। तर बढीमा बढी सबभन्दा बढी होइन प्रोभिन्सहरूमा यही सोधिरहेको हुन्छ है, के यो क्वेसन पढे तपाईँलाई पुग्छ होइन। तर यो 3 क्वेसन नछोड्नु होला। अब तपाईँ यो भिडियो गर्नु हेर्नुहोस्, त्यसपछि मलाई भन्नु होला। यो भिडियो हेरेपछि तपाईँलाई एक क्वेसन पनि डाउट हुने छैन होइन। यति पढेर गएपछि तपाईँको होइन 60+ मार्क्स आइहाल्छ होइन। त्यसपछि तपाईँ मलाई थ्याङ्क यू नै भन्नुहुन्छ। अस्ति जस्तो तपाईँ दुःखी हुने होइन। अस्ति तपाईँको कुनै प्रोभिन्सको फेरि मलाई कल गरेर थ्याङ्क यू भन्दै थियो, मलाई थ्याङ्क यू भनेर 100 रुपिस, कसैले 1000 रुपिस पनि पे गर्दै थिए होइन आफ्नो खुसीले। अब उनीहरूको आफ्नो खुसी हो, तर कुनै प्रोभिन्समा चाहिँ क्वेसन नआएर उनीहरू धेरै दुःखी थिए। तर आजको क्वेसनमा चाहिँ यो बाहेकको क्वेसनै आउने छैन भने म ग्यारेन्टी लिन्छु है। एक्सप्लेन दि प्रिन्सिपल अफ एडमिनिस्ट्रेटिभ थियोरी अफ हेनरी फेयल। अब डाइरेक्टै प्रिन्सिपल अफ एडमिनिस्ट्रेटिभ थियोरी आउनसक्छ, या द हेनरी फेयल एडमिनिस्ट्रेटिभ थियोरी भनेर आउनसक्छ होइन। यो दुवै एकै हो भने बुझ्नुपर्छ। यसमा पनि डिस्कस टेलर्स प्रिन्सिपल अफ साइन्टिफिक म्यानेजमेन्ट, यसमा डाइरेक्ट साइन्टिफिक म्यानेजमेन्टको प्रिन्सिपल लेख्न पनि आउनसक्छ, टेलरको भनेर पनि आउनसक्छ, तर दुवै सेम हो भने हामीले बुझ्नुपर्छ। क्वेसन नम्बर 13मा पनि यति हो, यो बाहेकको केही क्वेसनै छैन। भिडियो स्किप गरी नहेर्नु होला होइन। यो तपाईँकै राम्रोको लागि भन्दैछु। तपाईँले क्वेसनहरू राम्ररी सुनेर बुझ्यो भने अनि मात्रै तपाईँको राम्ररी पढ्न सक्नुहुन्छ, त्यही भएर भनिरहेको छु होइन। एक्सप्लेन द स्टेप्स अफ डिसिजन मेकिङको स्टेप्सहरू तपाईँले लेख्नु हो। त्यसपछि वाट इज डिसिजन मेकिङ, वाइ डिसिजन मेकिङ इज इम्पोर्टेन्ट फर बिजनेस हो, यो क्वेसन पनि अलिक इम्पोर्टेन्ट हो होइन। के यो वाला क्वेसन नम्बर 2 इम्पोर्टेन्ट हो। एक्सप्लेन दि भेरियस कन्डिसन अन्डर विच डिसिजन आर मेड, अनि त्यसपछि एक्सप्लेन दि डिसिजन मेकिङ प्रोसेस, एक्सप्लेन दि डिसिजन मेकिङ, सरी क्वेसन रिपिट भएको छ है, यो 5 नम्बरको नपढ्नु होला होइन। एक्सप्लेन दि डिसिजन मेकिङ प्रोसेस, यो डिसिजन मेकिङ प्रोसेस पनि इम्पोर्टेन्टै हो होइन। यो फर्स्टको चाहिँ त्यति छैन, तर बाँकी चाहिँ अलिक इम्पोर्टेन्ट छ होइन। यो क्वेसन तपाईँले राम्ररी पढ्नु होला। बाँकी तपाईँ 4 क्वेसन पढिदिनु होला, त्यसबाहेक त केही क्वेसनै छैन, त्यति पढेर त भइहाल्यो नि। अब चिट बनाउनु होला, तर म भन्दैन चिट बनाउनु, कि फस्यो भने गाह्रो हुन्छ। तर सक्नुहुन्छ भने एक दिन मात्रै त्यति पढ्न भ्याइन, बरु चिट बनाएर लग्नु भन्ने म भन्छु होइन। तर फस्नु छैन है, मैले भनेर गरेँ भनेर नभन्नु होला, फेरि मेरो रिस्कमा नै। ल क्वेसन नम्बर 15 र 20, यो भनेको के अरू, यो त के 5 मार्क्स, यो पनि 5 मार्क्सको थियो नि। तर यो भनेको चाहिँ 5 + 8 = टोटल 13 मार्क्स आउँछ। मैले 13वटा क्वेसनबाट 13 मार्क्स आउँछ भन्ने म भन्दैछु है। ल 13वटा के क्वेसन छन् भनेर पहिला हेरौँ। वाट इज डेलिगेसन अफ अथोरिटी, एक्सप्लेन इट्स इम्पोर्टेन्स होइन। यसको डेफिनेसन र इम्पोर्टेन्स दिनु हो तपाईँले। त्यसपछि यसको प्रिन्सिपल होइन। एक्सप्लेन दि च्यालेन्जेस ब्यारियर्स फर इफेक्टिभ डेलिगेसन अफ अथोरिटी, अल्सो सजेस्ट गाइडलाइन्स फर इफेक्टिभ डेलिगेसन अफ अथोरिटी होइन। त्यसपछि अर्गनाइजिङको प्रोसेस, यो 5 मार्क्सको क्वेसन हो। यो चाहिँ अलिक 8 मार्क्सको भन्दा पनि भयो, तपाईँले 5 मार्क्समा पनि आउनसक्छ। तर तपाईँ अलि लङली नै पढ्नु होला, जस्तो दुवैलाई पुगिहालोस् होइन। अथोरिटी हो, यो 8 नम्बर चाहिँ इम्पोर्टेन्ट हो। के छ, सो द रिलेसनसिप बिट्विन अथोरिटी, रेस्पोन्सिबिलिटी एन्ड अकाउन्टेबिलिटी विथ इक्जाम्पल। अनि अरू क्वेसनहरू पनि हेरौँ। वाट इज डिसेन्ट्रलाइजेसन अफ अथोरिटी, वाइ इट इज निड फर अर्गनाइजेसन, एक्सप्लेन दि फ्याक्टर्स एफेक्टिङ डिसेन्ट्रलाइजेसन अफ अथोरिटी, डिफरेन्स बिट्विन डेलिगेसन एन्ड डिसेन्ट्रलाइजेसन अफ अथोरिटी होइन। वाट आर द मेन ड्राइभर्स अफ अर्गनाइजिङ फङ्सन, डिस्क्राइब इच अफ देम विथ सुटेबल इक्जाम्पल, अनि सो द डिफरेन्स बिट्विन लाइन एन्ड अर्गनाइजिङ स्ट्रक्चर होइन। यो 10 क्वेसन। अनि त्यसपछि हाम्रो अब
अब के छ डिफरेन्स बिट्विन सेन्ट्रलाइजेसन एन्ड डिसेन्ट्रलाइज यो पनि बढी मोस्टली आस्क्ड क्वेसन हो हैन। तपाईँ 13 क्वेसन पढ्न कति टाइम लाग्ने हो र दिमाग लगाएर अलिकति बुझेर पढ्नुहोस्। तपाईँले एक दिनमा कम्तीमा पनि 500-600 वटा क्वेसन त त्यतिकै पढ्नुहुन्छ, त्यतिकै क्यापेबल हुन्छ तपाईँको माइन्ड। अब यो तपाईँले कति 60-70 पनि छैन होला क्वेसन यसमा, त्यति पढ्नलाई तपाईँलाई गाह्रो हुन्छ हुँदैन नि। ल पढ्नु सबै के छ एक्सप्लेन डिपार्टमेन्टेसन एन्ड इट्स प्रोसेस है। यसको प्रोसेसलाई पनि एक्सप्लेन गर्छ। त्यसपछि के टाइप अफ अर्गनाइजेसनल स्ट्रक्चर। यति 13 वटा क्वेसन सबै तपाईँले पढ्नु होला। तपाईँको 13 मार्क्स के हुन्छ फिक्स्ड भइहाल्छ, 13 मार्क्स फिक्स्ड भइहाल्छ। त्यो क्वेसन नम्बर 16 मा के आउन सक्छ एक्सप्लेन द रोल फङ्सन अफ म्यानेजर एज लिडर। यसलाई घुमाएर पनि दिन सक्छ एक्सप्लेन द रोल अफ म्यानेजेरियल लिडर, एक्सप्लेन द फङ्सन अफ अब यसलाई अझै घुमाइ तर यति वर्ड नै आउने होइन, त्यसरी घुमाएर सोध्न सक्छ। त्यो पनि तपाईँ अलिकति ध्यान दिनु होला। त्यसपछि वाट आर द क्वालिटिज अफ लिडरसिप, लिडरसिपको क्वालिटिजहरू के हो। त्यसपछि यसको डिफ्रेन्ट स्टाइललाई तपाईँले होइन एक्सप्लेन गर्नु, या त यसलाई यस्तो क्वेसन पनि आउन सक्छ कि होइन तपाईँलाई कुन स्टाइल सबभन्दा मनपर्छ त्यसलाई एक्सप्लेन गर्नुहोस्, त्यसरी पनि आउन सक्छ है। त्यसपछि क्वेसन नम्बर 17 मा वाट इज कन्ट्रोलिङ, वाट इज द इम्पोर्टेन्स अफ कन्ट्रोलिङ होइन। ब्रिफली डिस्क्राइब द इसेन्सियल एलिमेन्ट अफ इफेक्टिभ कन्ट्रोल। अनि त्यसपछि एक्सप्लेन दि प्रोसेस अफ कन्ट्रोल। यो प्रोसेस अफ कन्ट्रोल पनि बढी जस्तो सोधिरहेको हुन्छ होइन, तर सबै तपाईँलाई पढ्नु, एक क्वेसन नछोड्नु। मलाई फेरि नभन्नु होला कि मैले नराम्रो गरेको छ, तपाईँहरूले सब पढिदिनुहोस् न, किन केही सब पढिदिनुहोस्, सबै कति सबै पढिदिनुहोस् है, सबै पढिदिनुहोस् होइन। अब क्वेसन नम्बर 18 मा के आउँछ वाट इज क्वालिटी म्यानेजमेन्ट, डिस्कस इट्स कम्पोनेन्ट्स, गिभ द कन्सेप्ट अफ कन्फ्लिक्ट म्यानेजमेन्ट एन्ड एक्सप्लेन इट्स सोर्सेस लेभल्स एन्ड प्रोसेस। यसलाई चाहिँ तपाईँले 5 मार्क्समा हो होइन। सोर्सेस पनि अलिकति सर्ट एक्सप्लेन गर्नु, लेभल पनि सर्ट अनि प्रोसेस पनि सर्ट एक्सप्लेन गर्नु, अनि यो चाहिँ 1 मार्क्सको क्वेसन हो होइन। त्यसपछि वाट इज ट्यालेन्ट म्यानेजमेन्ट, वाइ इज इट इम्पोर्टेन्ट, ट्यालेन्ट म्यानेजमेन्ट अनि यो किन इम्पोर्टेन्ट छ भनेर लेख्नु होला। अनि क्वेसन नम्बर 19 मा चाहिँ एउटा ड्राफ्ट बिजनेस लेटर ड्राफ्ट गर्न आउँछ। त्यो के लेटरहरू हुन्छन्, एउटा एप्लिकेसन आउन सक्छ कि त एप्लिकेसन आउँछ कि कोटेसन आउँछ कि इन्क्वायरी लेटर आउँछ कि अर्डर लेटर आउँछ कि रेफरेन्स लेटर आउँछ होइन, कम्प्लेन्ट लेटर, सर्कुलर लेटर, यतिबाट एउटा आउने होइन। बढी जस्तो सोध्यो भनेको एप्लिकेसन लेटर हुन्छ र इन्क्वायरी लेटर हुन्छ बढी जस्तो। कहिले कहिले कम्प्लेन्ट पनि सोधिरहेको हुन्छ, तर तपाईँले सबैलाई तयारी गर्नु हो। सजिलो छ यो सजिलै छ है, सजिलै छ। यो ड्राफ्ट गर्न केही गाह्रो छैन। क्वेसन नम्बर 21 चाहिँ अलिकति बढी क्वेसन छ, तपाईँले अलिकति यसमा चाहिँ ध्यान दिनु हो। यो के हो, यो लङ क्वेसन हो क्या, लङ क्वेसन हो यो। डिस्टिङ्ग्विस बिट्विन पोजिटिभ एन्ड नेगेटिभ मोटिभेसन, नेगेटिभ र पोजिटिभ मोटिभेसनको तपाईँले होइन डिस्टिङ्ग्विस गर्नु हो। एक्सप्लेन द मस्काउ हेरार्ची अफ निड थियोरी अफ मोटिभेसन विथ इट्स लिमिनेसन होइन। क्रिटिकली एनालाइज द हर्जबर्ग्स dual factor theory of motivation and give the concept of motivation and explain its importance. Describe various factors affecting supervision. What is supervision? Explain its importance. Explain the various barriers of effective communication. Explain the process of communication. Suggest the ways for effective communication. यति हाम्रो क्वेसन रहेको छ। तर तपाईँ भन्नुहुन्छ मलाई सर यो त क्वेसनहरू के इम्पोर्टेन्ट छ मलाई भनिदिनुहुन्छ। यतिमा पनि क्वेसन नम्बर 2 मैले पिडिएफ हालिदिएको छु है, मैले पिडिएफ हाल्दैछु डिस्क्रिप्सनमा होइन, तपाईँले पढ्न सक्नु, त्यहाँबाट क्वेसन लिन सक्नुहुन्छ। एउटा 2 एउटा 3 मोस्ट इम्पोर्टेन्ट है, क्वेसनहरू टिपिहाल्नुहोस् कुन कुन अलि इम्पोर्टेन्ट छ। यो 2 नै हो सबभन्दा बढी सोधिने भनेको होइन। यो 2 बाहेक बढी जसो सोधिन्न, तर तपाईँले 9 को 9 तयारी गरिदियो भने 9 मा 1 न 1 त कन्फर्म फस्छ होइन। त्यसमा पनि यो कम्युनिकेसनहरूबाट कमै सोधिरहेको हुन्छ, या त यो बढीमा बढी यो 4 पनि पढिदिनु होला मोस्ट इम्पोर्टेन्ट भन्नुहुन्छ भने होइन। यति 3वटा क्वेसन चाहिँ मोस्ट इम्पोर्टेन्ट हो, तर तपाईँले केही छोड्नु होइन है, सब पढिदिनुहोस् होइन। यति पढ्दा तपाईँलाई बढी गाह्रो त नहोला होइन। त्यसपछि के छ 2 ड्राफ्ट बिजनेस प्लान। 22 नम्बरमा सिधै के सोध्छ बिजनेस प्लान के गर्नु, सिधै भन्छ ड्राफ्ट अ बिजनेस प्लान। अब के भनेर होइन यहाँनिर हाम्रो टपिक दिया हुन्छ, त्यसको अनि यहाँ प्याराग्राफ दिया हुन्छ बक्समा होइन। त्यसकोबाट हामीले बिजनेस प्लान यस्तो के गर्नु होइन, हामीले के गर्नु बिजनेस प्लानलाई ड्राफ्ट गर्नु। यति गरेपछि हाम्रो 8 मार्क्स आउँछ होइन। मैले भने जति क्वेसन तपाईँले गर्नु 64+ मार्क्स आउँछ। अब तपाईँले ड्राफ्ट बिजनेस भनेको तपाईँको 10 सेट होला तपाईँसँग, अनि 10 सेटबाट या त गुगलमा सर्च गर्न सक्नुहुन्छ होइन। तपाईँले के सर्च गर्नु हो होइन बिजनेस ड्राफ्टिङ, बिजनेस प्लान ड्राफ्टिङ होइन। त्यसपछि के इक्जाम्पल्स भनेर सर्च गर्नु हो, त्यहाँ जे इक्जाम्पल्स आउँछ त्यो पढ्नु हो तपाईँले होइन। यो क्वेसन्सहरू पनि तपाईँले पुरै पढ्नु हो। अनि कुरा रह्यो यो
बिजनेस लेटरको यसको चाहिँ तपाईँसँग 10 सेट होला। त्यहाँबाट एक टाइपको हरेक टाइपको एउटा क्वेसन गर्नु होला, तपाईँलाई पुग्छ। आजको लागि हामीले होइन तपाईँको इक्जामको लागि अब बेस्ट अफ लक होइन। अब भोलि तपाईँ इक्जाम दिएर आएर अनि मलाई भन्नु होला तपाईँको इक्जाम कस्तो गयो होइन, कमेन्टमा भन्न नबिर्सिनु होला ल। आजलाई यति नै, अब अर्को भिडियोमा भेटौँ।